आज हामी इतिहासको एउटा यस्तो पाना पल्टाउँदैछौँ जसले प्राचीन समुद्री शक्तिको सम्पूर्ण परिभाषा नै बदलिदिन्छ। अक्सर इतिहासका पानाहरूमा जमिनमा भएका युद्धहरूको मात्र धेरै चर्चा हुन्छ, तर आज हामी दक्षिणका ती महान समुद्री राजाहरू अर्थात् चोल राजवंशको गौरवशाली कथाको विश्लेषण गर्दैछौँ। उनीहरूको नौसैनिक साम्राज्यको विशालता र आश्चर्यजनक स्तर साँच्चै नै मन्त्रमुग्ध पार्ने खालको छ। हामी एउटा यस्तो युगको कुरा गर्दैछौँ जहाँ बङ्गालको खाडीलाई वस्तुतः भारतीय तालमै परिणत गरिएको थियो। एकछिन कल्पना गरौँ त, आजभन्दा 1000 वर्ष अघिको कुनै एउटा प्राचीन कलाकृति, एउटा चोल समुद्री योद्धा वा हिन्द महासागरका छालहरूमाथि विजय प्राप्त गर्ने जहाजको काठले हामीसँग कुरा गरिरहेको छ। उसले भन्दैछ कि कसरी उसले बङ्गालको खाडीलाई आफ्नै ताल बनाएको थियो। जब संसारका अन्य हिस्साहरू समुद्रका छालहरूसँग डराउँथे, त्यति बेला यो सभ्यताले विशाल महासागरहरूलाई आफ्नो अधीनमा राखेको थियो। यो सुन्दा मात्र पनि शरीरमा काँडा उम्रिन्छ। यो भनाइले हामीलाई त्यो समयको चकित पार्ने वास्तविकताभित्र सिधै डुबाउँछ। र यसले एउटा अत्यन्तै रोचक प्रश्न खडा गर्छ। बिना कुनै आधुनिक कम्पास, बिना कुनै जीपीएस वा रडार, प्राचीन भारतीयहरूले श्रीलङ्कादेखि इन्डोनेसियासम्म फैलिएको यत्रो विशाल समुद्री साम्राज्य कसरी खडा गरे होलान् त? आजको हाम्रो मुख्य रहस्य नै यही हो। अब हामी ती प्राविधिक चमत्कारहरूतर्फ जाँदैछौँ जसले यो असम्भव जस्तो देखिने कार्यलाई सम्भव तुल्याइदियो। ठिक छ, अब यसमा गहिरिएर हेरौँ। खण्ड 1, नौसैनिक इन्जिनियरिङका रहस्यहरू, मनसुनमाथिको विजय। चोलहरूको सफलताको पहिलो स्तम्भ नै उनीहरूको प्राचीन इन्जिनियरिङ थियो, जसले आजका आधुनिक इन्जिनियरहरूलाई पनि हैरान पार्छ। एकातिर आधुनिक नेभिगेसनलाई हेरौँ, जीपीएस, रडार र कम्पास जस्ता विद्युतीय उपकरणहरू, जसमा हामी आज पुरै निर्भर छौँ। तर अर्कोतिर चोल नेभिगेसन पुरै फरक थियो। उनीहरूले ताराहरूको दिशा हेरेर खगोलीय नक्शाङ्कन गर्ने र हावाको बहावलाई पूर्ण रूपमा बुझ्ने कला सिकेका थिए। उनीहरूको प्रकृतिसँगको तालमेल कस्तो अद्भुत थियो भन्ने कुरा यसले देखाउँछ। उनीहरू मसिनमा होइन, प्रकृति र ब्रह्माण्डको ज्ञानमा निर्भर थिए। उनीहरूका जहाजहरू सामान्य काठले बनेका थिएनन्। स्रोतहरूले बताउँछन् कि यी जहाजहरू कुहिन नदिने एकदमै भारी काठबाट निर्माण गरिन्थे। नुनिलो पानीमा महिनौसम्म रहँदा पनि केही असर नपर्ने। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी जहाजहरू मनसुनका सबैभन्दा खतरनाक छालहरूलाई पनि चिर्दै अघि बढ्न सक्ने गरी डिजाइन गरिएका थिए। यसले स्पष्ट पार्छ कि उनीहरूका जहाजहरू अत्यन्तै कठोर समुद्री वातावरणको लागि पनि पुरै अनुकूल थिए। अब अघि बढौँ खण्ड 2 मा, राजेन्द्र चोलको विश्वव्यापी विजय, विनाशको समुद्री नृत्य। यो त्यो समय थियो जब उनीहरूले आफ्नो नौसैनिक प्रविधिलाई अभूतपूर्व सैन्य विस्तारको लागि प्रयोग गरे। यो केवल एउटा विस्तार मात्र थिएन, यो त एउटा महाकाव्य नै थियो। कुरा 1000 वर्ष अघिको हो, जब सम्राट राजेन्द्र चोल गद्दीमा बसे। उनले सबैभन्दा पहिले श्रीलङ्कालाई पूर्ण रूपमा विजय गरे, तर यात्रा त्यहाँ रोकिएन। उनीहरूले दक्षिण पूर्व एसियाको विशाल श्रीविजय साम्राज्य, जुन आजको इन्डोनेसिया र मलेसिया हो, त्यसलाई पनि आफ्नो अधीनमा ल्याए। शत्रुहरू क्षितिजमा चोल जहाजका पालहरू देख्ने बित्तिकै आत्मसमर्पण गर्थे रे। साँच्चै नै यो स्तरको मनोवैज्ञानिक र सैन्य शक्ति इतिहासमा विरलै मात्र देख्न पाइन्छ। खण्ड 3, लुकेको व्यापारिक सञ्जाल, समुद्री वर्चस्वको रहस्य। सैन्य शक्ति मात्र सबै थोक थिएन, होइन र? खाली युद्ध जितेर मात्र यति लामो समयसम्म महासागरमा शासन गर्न सकिँदैनथ्यो। असली कथा त यसको पछाडि लुकेको व्यापारिक साम्राज्यको थियो। यसको पछाडिको लुकेको सत्यले नै उनीहरूको दिगोपनको मुख्य रहस्य उजागर गर्छ। त्यो रहस्य थियो उनीहरूको जल प्रबन्धन र बन्दरगाहहरूको उन्नत सञ्जाल। हजारौं वर्ष पहिले लोथलमा बनेको संसारकै पहिलो मानव निर्मित बन्दरगाहबाट प्रेरित भएर चोलहरूले यसलाई अझै परिष्कृत गरे। समुद्रको किनारे किनार कृत्रिम बन्दरगाह, छाउनी र व्यापारिक चौकीहरूको यस्तो अवैध सञ्जाल बनाए कि जसले सिङ्गो बङ्गालको खाडीलाई नै नियन्त्रणमा राखेको थियो। सैन्य कारवाही र आर्थिक निर्यात बीचको सीधा सम्बन्ध थियो यहाँ। नौसैनिक नाकाबन्दी र साम्राज्य नियन्त्रण जस्ता सैन्य रणनीतिहरूले नै आर्थिक सफलताको बलियो जग बसालेका थिए। विदेशी व्यापारीहरूलाई चोलहरूको अनुमति बिना व्यापार गर्न असम्भव जस्तै थियो भने पनि हुन्छ। यही सैन्य पकडका कारण उनीहरूले भारतीय संस्कृति र विशेष गरी सूती कपडाको विश्वव्यापी व्यापारमा अत्यधिक नाफामूलक एकाधिकार स्थापित गरे। सैन्य शक्ति र अर्थतन्त्रको कस्तो मजेदार मिश्रण। खण्ड 4,
चोलहरूको महान विरासत, आधुनिक विश्वमा प्रभाव। यो 1000 वर्ष पुरानो साम्राज्यले आजको आधुनिक विश्वमा पनि कसरी आफ्नो प्रभाव छोडेको छ त? इतिहासका यी पानाहरू अतीतमा मात्र सीमित छैनन्। आजको दिनमा पनि दक्षिण पूर्व एसियाका मन्दिर, कला र संस्कृतिमा चोल विरासतको स्पष्ट छाप देख्न सकिन्छ। यति मात्र होइन, उनीहरूका प्राचीन नौसैनिक रणनीतिहरू आजका आधुनिक नौसेनाहरूका लागि पनि अध्ययनको विषय बनेका छन्। यसले प्रमाणित गर्छ कि चोलहरूको वास्तविक महानता केवल ठूला भवनहरूमा सीमित थिएन, त्यो त उनीहरूको दूरदर्शी सोच र साहसी निर्णयहरूमा निहित थियो, जसले शताब्दीयौंसम्म प्रभाव पारिरह्यो। अन्त्यमा एउटा धेरै शक्तिशाली र विचारोत्तेजक प्रश्न खडा हुन्छ। चोलहरूको यी प्राचीन दूरदर्शी रणनीतिले आधुनिक नौसेनाहरूलाई के सिकाउन सक्छन्? र के यस्तो प्रकारको अजेय समुद्री शक्तिले कुनै राष्ट्रलाई पुनः विश्वको नेतृत्व गर्ने स्थानमा पुर्याउन सक्छ? आजको विश्लेषणबाट हामी कुरा बुझ्न सक्छौं कि प्रविधि जतिसुकै आधुनिक किन नहोस्, प्रकृतिसँगको सन्तुलन, दूरदृष्टि र रणनीतिक सोचको कुनै विकल्प हुँदैन। यी समुद्री राजाहरूको कथा केवल इतिहास होइन, भविष्यको लागि एउटा पाठ पनि हो। यही रोचक सोचको साथ आजको यो विश्लेषण हामी यही अन्त्य गर्छौं।